हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। र अहिले चाहिँ म भर्खर उठेर बसिरहेको छु अनि अहिले चाहिँ म यहाँ तातो पानी खान आँटेको गाइस। अन्त अब चाहिँ म पानीहरू खाइसकेर पनि माथि दोकानमा जाँदैछु, दोकानको सौदाहरू लगेर। अनि हाम्रो दोकान चाहिँ कति दिन भएको थियो नखोलेको, अस्तिदेखिको बन्द थियो दोकान चाहिँ। अन्त अब चाहिँ म यहाँनिर दोकानमा आएर दोकानहरू पनि सफा गरिसकेँ। अन्त यहाँ चेयरहरू पनि सबै मिलाइदिएँ मैले। अन्त आज चाहिँ एकदम चिसो वेदर भइरहेको छ यहाँनिर। अन्त आमा चाहिँ भर्खर आउनुभयो। अन्त आमा चाहिँ यहाँनिर टोयलेटको ड्रमहरू पनि सबै सफा गरिदिनु भयो नि त, एकदम पुरा मैला भइरहेको थियो। अन्त यहाँ चाहिँ आमाले प्याज खेलाउनु हुँदैछ मोमो बनाउनको लागि। आज चाहिँ आमा र म मोमो बनाउन आँटेको नि त। अन्त यहाँ चाहिँ मैले खोर्सानी, म चाहिँ अब यो खोर्सानी खेलाउँछु अचार बनाउनको लागि। अन्त गाइस अहिले चाहिँ मैले प्याज काटेछु यहाँनिर किमा बनाउनको लागि। अन्त यहाँ चाहिँ हाम्रो किमा पनि रेडी भइसक्यो। अन्त अब चाहिँ आमा र म मोमो बनाउन आँटेको। अन्त आमा चाहिँ यहाँनिर बेल्नु हुँदैछ अनि म चाहिँ यहाँनिर मोमो बनाउँदैछु। अन्त हामीले चाहिँ मोमो पनि बनाइसक्यो गाइस। अन्त यहाँ चाहिँ हामीले एक मक्टु चाहिँ स्टिम हुँदैछ हाम्रो मोमो। अन्त यहाँ चाहिँ मैले खोर्सानी पनि मजाले भुटेँ अचार बनाउनुको लागि। अन्त गाइस अहिले चाहिँ म तल नानाको घर आइरहेको छु साग ल्याउनुको लागि। अन्त आमाले पठाएको थियो नि त मलाई साग ल्याउनु। अन्त यहाँ चाहिँ तपाईँलाई गुराँस यस्तो दामी फुलिरहेको छ, तपाईँलाई देखाउनु मन लागेन, त्यही भएर चाहिँ मैले भिडियो बनाएको। गुराँसको यस्तो दामी गुराँस फुलिरहेको छ यहाँ चाहिँ। अन्त गाइस अब म चाहिँ दोकान जाँदै। गाइस हामीले चाहिँ मोमोहरू पनि सबै बनाइसक्यो। अन्त यहाँ चाहिँ हामीले एकछिन सेलाउनुको लागि यहाँनिर राखिरहेको छ मोमो चाहिँ। अन्त आमाले चाहिँ चिप्स फ्राई गर्नुहुँदैछ, चिप्स फिङ्गर चिप्स फ्राई गर्नुहुँदैछ। यहाँनिर यति गरिसक्नुभयो। अब हामी चाहिँ यसलाई प्याकिङ गर्नुपर्छ चिप्सलाई। यस्तो गर्नुपर्छ नि। अन्त यहाँनिर विवेक पनि आइपुग्यो कहाँबाट। अहिले चाहिँ मैले आखेर चिया बनाइकन दिएको। कस्तो भएछ आखे चिया? सो गाइस अहिले चाहिँ आखेर मैले चिया पनि खाइसक्यो। अन्त हामी चाहिँ यहाँनिर बसिरहेको छ। अन्त हेर्नु सक्नुहुन्छ अहिले चाहिँ यस्तो धुम्म लागिरहेको छ। अघि चाहिँ अलिक भए पनि राम्रै भइरहेको थियो दिन, अहिले चाहिँ पुरा चिसो भइरहेको छ। चाहिँ आमाले यहाँनिर उयो छाना लगाइदिनु हुँदैछ। हाम्रो यहाँनिर चुला छ नि त, त्यही आगो फुक्ने जग्गा छ यहाँनिर चाहिँ, त्यही भएर चाहिँ पानी आउँदैछ नि त, सिमसिम पानी। गाइस यहाँ चाहिँ आमाले धनियाँ सार्नु हुँदैछ। आमाले चाहिँ धनियाँ रोप्नु भएको थियो अनि पुरा बाक्लो भएर चाहिँ यो तिनवटा क्यारेटमा सार्नु हुँदैछ आमाले चाहिँ। यस्तो दामी भएको छ हाम्रो धनियाँ चाहिँ। अन्त मेरो भिडियो चाहिँ आज यहीँसम्म थियो। बाई बाईको दिनमा बाई बाई गाइस।